हेलो एभ्रिवान, आज चाहिँ हामी घुम्न जान लागेको। यस्तो घाम चर्को छ तर पनि हामी सबैजना रेडी भएर घुम्नलाई हिँड्यौँ। अनि उकालो उक्लेर जाँदै जाँदै घाममा हिँड्दैछु। शीतल आयो, हरियाली आयो, सबजना हरियाली हेरेर हिँड्दै हुनुहुन्छ। र बर्थडे गर्ल यहाँ छ, हेर्नुहोस् न हामी पढेको स्कुल कस्तो छ भनेर हामी हेर्दैछौँ। अनि हेर्ने मात्रै हेर्ने, सबैजना यता हाई गर्नुहोस् भने सबैजनाले हाई गर्नुभयो। अनि सबैजना गफ गर्दै गर्दै हिँड्यौँ होइन, हरियाली शीतल रमाइलो भन्दै हिँड्यौँ। अनि गफ गर्दै गर्दै जाँदाखेरि फाइनली हामी माथि पुग्यौँ। माथि पुगेर सबजना थके मारमा बस्नुभयो। अनि सबजनालाई गर्मी भइरहेको थियो, हल्का घाम पनि लागिरहेको थियो। अनि मलाई चाहिँ भोक लाग्यो भनेर म चाहिँ अनि चरपटी बनाउने भनेर सामान काटकुट गर्दै थियौँ। अनि हामीले चाहिँ सबैजना घरबाटै बोकेर गएको थियौँ कि। अनि त्यहाँबाट बहिनीले तिमी चाहिँ डिउ बाँड, यस्तो गर्मी भयो सबैजनालाई भन्यो। म त डिउ भनेपछि हुरुक्कै हुन्छु कि हुरुक्कै हुन्छ है। अनि कति खुसी भएर डिउ बाँडेँ कि अब फाइनली गरिममा डिउ खानु पाउने भयो भनेर। चिसो चिसो डिउ भनेर सबैलाई दिएर अनि मैले पनि खाएँ। अनि त्यही बहिनीले चाहिँ काटकुट गर्दैछ, तिमी खाऊ भनेको, होइन म काटेर खान्छु भनेर काटकुट गर्दैछ है। अनि त्यहाँनिर सब रेडी गराउन्जेलमा त मैले त 3टा गिलास डिउ खाएँ कि। अनि सबैजना तिमीहरू रेडी गर्दै गर, म चाहिँ जान्छु खेल्न भनेर म खेल्न गएको। त सबैजना म हल्लाइदिन्छु क्यामेरा समाज भने सबैजना आउनुभयो होइन। अनि हामी सबैजनाले पिङ खेल्यौँ होइन। अनि पिङ खेल्दै गर्दाखेरि अनि बहिनीले म पनि आउँछु है अब एकैछिन भनेर चरपटे छोडेर आएँ कि। अनि म चाहिँ भाउजूलाई हजुर पनि खेल्नुहोस् न, मलाई म चाहिँ कति हल्लाइदिनु भयो भनेर म हल्लाउँदैछु। अनि त्यसपछि म गएँ, म एक्लै उहाँ खेल्छु भनेर जान्छु। अनि बहिनी चाहिँ म क्यामेरा समातिदिन्छु है भनेर दौडेर आयो। अनि चिप्लेटी खेल्नु पहिला खेल्न नपाएको है। अनि बच्चामा कहिले खेलिएन कि। अनि अहिले चाहिँ खेल्ने हो र अरू पुरा गर्ने हो भनेर खेल्दै थियो। अनि भाउजूले हामी पनि खेल्ने है अहिलेको पालि चाहिँ भनेर आउनुभयो। अनि भाउजूले त खेल्नु भयो। अनि दिदी त खेल्न सक्नु भएन कि, दिदी त खेल्दै हुनु त लड्नु भयो होइन। अनि हामीले भिडियो पनि बनाउन पाएनौँ। अनि त्यसपछि आउनुहोस् हामी यसरी हाँसमा माथेर भिडियो बनाउनु भनेर हाई गर्दै भिडियो बनायौँ। त्यति जेलमा बहिनीहरू अब थकै लाग्यो, अब म चरपटी बनाउँछु। अनि चरपटी खाएर मात्रै गर्ने, भोक पनि लागिरहेको छ भनेर चरपटी बनाउन गयो। अनि सबैजना गफ गरेर बस्नु भइरहेको थियो। अनि मैले चाहिँ तिमी त्यही हातले मोल्ने हो भनेको, हातले मोलेको स्वादिलो हुन्छ, मिठो हुन्छ भनेर हातले मोल्दैछ कि। अनि यो कुरा सुनेर अनि उता सबैजना चाहिँ हाँस्नु भयो कि, मिठो हुने भयो आज हातले मैले, हामीले चाहिँ धेरै थियो होइन। म मिठो भयो नि धेरै खाने भन्दै बस्यौँ। अनि त्यसपछि सबैजना चरपट खाएर अनि टिकटक बनाउँ भनेर हामी टिकटक बनाउनतिर लाग्यौँ है। एकछिन रमाइलो गर्नु पर्यो भनेर, अब के गर्नु, रुएर कराएर पनि नहुने, कहिलेकाहीँ त खुसी हुनै पर्यो नि भनेर हामी चाहिँ एकछिन टिकटक बनाउँदै थियौँ। अनि आउनुहोस् म घुमाएर भिडियो बनाउँछु भनेर घुमाएर भिडियो बनाएर घुमाउन नजानेर बल्ल बल्ल घुमेर बनायौँ कि हामीले टिकटक। अनि टिकटक बनाएपछि हामी यो खेल्ने भनेर खेल्दै थियौँ। अनि उता भाउजू आएर हामी त्यो अर्को पनि खेलाउन भन्नुभयो। कति रमाइलो भएको कि। अनि सबैजना हुँदाखेरि त एकदम रमाइलो हुने है। अनि खेलौँ भनेर खेल्दै थियो। अनि उता माइजहरू यिनीहरू भोलिपछि बिहे गरेर गएपछि कति सुन्ने हुन्छ, हामी चाहिँ कोही हुँदैन भन्दै हुनुहुन्थ्यो। हामी आइहाल्छौँ नि रमाइलो गर्न भन्यो है। अनि 3जना बसेर घुमाउनु लाग्यो थियो, त्यो घुम्दै घुमेन कि, गाडी हो कि के हो। अनि घुम्दै नघुमेपछि सक्कल आएर बहिनी झरेर म घुमाउँछु भनेर घुमाउँदै थियो, रिङटा लाएर कस्तो भयो कि हामीलाई त। अनि रोकिदेऊ भनेको बहिनी हाँस्दैछ, एकछिन बल्ल बल्ल खेल्न पाएको, खेल्दैन खालि रोकिदेऊ भन्छ भनेर हामीलाई चाहिँ रिङट लाएर गाह्रो भइसकेको थियो। अनि बहिनी हाँस्दै थियो, रोकिसकेपछि पनि रोकिदेऊ भन्दै रहेछ कि। अनि फाइनली त्यो रोक्यो। अनि रोकेपछि उठ्नै सकेन रिङटा लाएर। अनि म त एकछिन त्यहीँ सुत्दिएँ। अनि त्यसपछि टक्क त्यहाँबाट झरेर आएर अनि हामी डिउ खायौँ। डिउहरू अरू खानेकुराहरू पनि लगेको थियौँ। त्यो सबै खाएर ल अब हामी घर जाउँ, भोलि पर्सि आउँला भनेर भन्यौँ। अनि बहिनी चाहिँ हाँसे हामीलाई देखेर। अनि के गर्नु है, अब रोएर करार नहुने, कहिलेकाहीँ खुसी हुनुपर्छ, सबैजना साथमा हुनुपर्छ, बाँचुन्जेली सधैँ खुसी हुनुपर्छ, अब दुःख भुलेर भयो भने अघि बढ्नुपर्छ भनेर हामी चाहिँ आफूले आफूलाई नै खुसी बनाउने कोसिस गर्दैछौँ कि, सानो प्रयास।